Hello guys, welcome to my mini vlog. After a long time लगभग एक दुई हप्ता 15 दिनपछि स्वागत छ हजुरलाई मेरो सानो भ्लगमा। अब चाहिँ भ्लग सलग अब म्याक्सिमम टाइम लाग्छ होला हान्न। ए को हेर्नुहुन्छ लाइक साइक पनि गर्नु होला ल। अनि फेरि आफ्नो सानो करेसा बारीमा आइसकेका छौँ साथीहरु। हामी करेसा बारी आइसकेका छौँ। त्यहाँ हजुर राम हुनुहुन्छ, उहाँले चाहिँ कब भिडियो बनाउँछ नि म पनि हेर्छु लाइक गर्छु भन्नुहुन्छ। त्यसो लाग्यो साथीहरु। यी मेरो करेसा बारी यो चाहिँ तपाईले पहिले हेर्छन् भा आलु चाहिँ राम्रो भएको छ अहिले। केही मात्र नि मिस्ला चाहिँ हिजो पानी सिँचाइ गरेको। आज चाहिँ हामी केराउ गर्न आउँछ फेरि। जुन केराउ चाहिँ मैले तपाईले भिडियो पोस्ट गरेको थिएँ नि तरकारी खानाले टिप्न भनेर त्यही केराउ हो। गाउँ पनि पाक्न लागिसक्यो छ। यी साइडमा धनिया पनि पाक्न लागिसक्यो छ साथीहरु। अब काट्नेवालाले नि गाह्रो छ। किसानको जिन्दगी यस्तै खतरनाक हो। काममाथि काम। सो अब गाउँ पनि केही दिन काट्ने हुन्छ। त्यो हजुरले देखाम भनेर अब आलु खनेको भिडियो नि म हाल्छु पछि। आलु फलेछ भने गाउँ हेर्नु न 4 दिन हो। कति 4 सम्म छ के एरिया। आज शनिबार रहेछ। आज हामी दाउरा गर्न गएनौँ। केरा गर्ने गरी दाउरा लिएर आउनु भा। ल भिडियो चाहिँ ढिलो चाँडो पनि आउन सक्छ। आशा नमाउला भिडियो चाहिँ आउँछ बिस्तारै। समय लाग्छ क्या त 1-2 महिनापछि आउने कि।